गाइस मैले चाहिँ उहाँको मेकअप गर्न गएको थिएँ फुल भिडियो चाहिँ मेरो पछाडि छ जस्ट उहाँको फर्स्ट क्लिप चाहिँ हेर्नु होला र उहाँले यति स्विट देखिएको थियो होइन मैले के एक्सप्लेन गर्नु हजुरहरूले आफै हेरि नै हाल्नुभयो प्लस मेरो ब्लग आज म एकदमै खुसीको खबर लिएर आएको छु म चाहिँ आज आस्था राउतलाई मेकअप गर्न गइरहेको छु आस्था राउत म्यामलाई अनि ब्लग नबनाउनु त कुरै हुँदैन किनभने फर द फर्स्ट टाइम कोही सिङ्गरलाई कसैलाई मेकअप गर्न गइरहेको छु मैले होइन एकदमै एक्साइटेड छु होइन अब कस्तो हुन्छ कस्तो रहन्छ मेरो आजको मेकअप होइन कस्तो कस्तो एक्साइटेड चाहिँ हुँदो रहेछ क्या म होइन भइरहेको छु त्यही भएर भ्लग बनाउन मन लागिहाल्यो सो रेडी भइसकेको छु होइन धेरै मेकअप गरेको छुइनँ किनभने अब यति राति धेरै मेकअप गरेर पनि काम छैन उहाँहरूको चाहिँ रातिको मेलामा जानुपर्ने त्यही भएर मेकअप गर्न जानु लाग्यो एक्साइटेड छु कि चिम्टी पनि यहाँ राख्छु अन्तै खोज्छु म अब म जान्छु होला गाइज होइन अब म जान्छु भन्दा पनि निस्किन्छु तल बस्छु एकछिन अनि त्यसपछि म जान्छु शनिबार नै हो के भएको छु म मान्छे चाहिँ गएको बट मेरो झोला चाहिँ यहीँ छोडेको थिएँ ओ माइ गॉड पछि म जाने हो एकछिनमा होइन अनि म चाहिँ आस्था राउत मैले हजुरहरूलाई लाउने नै भनिसकेको छु उनले पनि भनिदिइन् होइन र ठिक छ एकछिनमा जाने हो यिनीहरूलाई चाहिँ मेरो ब्लगमा ल्याएको मैले होइन यिनीहरू चाहिँ मेरो फ्यान होइन भ्युजर पनि होइन माया गर्ने मान्छेहरू बेलबोर्ड हो बेलबोर्ड आइसकेपछि हामी चाहिँ मेकअप गर्नलाई मेकअप गरेर आइसक्यो 9:30 बज्यो होइन सी चाहिँ एकदमै फ्रेन्डली होइन एकदमै खुसी लाग्यो भेटेर आएर मेकअप गरेँ उहाँले भिडियो पनि बनाएको छु मैले उहाँको म पोस्ट गर्छु तर सिज एकदमै फ्रेन्डली होइन राम्रो लाग्यो मलाई कस्तो के हुन्छ नि गाइज अनि हुन्छ नि अब यस्तो ठुलो मान्छेसँग गर्दैछ अलिकति डर भएर हुन्छ नि होइन कस्तो फ्रेन्डली क्या ठुलो मान्छेसँग गरेको जस्तो लागेन आफ्नै दिदीबहिनीसँग मेकअप गरे जस्तो फिल भयो क्या मलाई चाहिँ हामी आस्था राउत म्यामलाई हेर्न पनि गइसक्यौँ अब आफै मेकअप गरेको हेर्न जानै पर्यो गाइस आज मौसम एकदम चिसो छ बढेछ है पुरै खचाखच हुनु पर्ने तर प्रस्तुति उहाँहरूलाई कतिलाई डाउट छ नि त होइन कस्तो गर्नु